मेबी यु विल सी मेबी यु विल सी इट्स द मोस्ट इम्पोर्टेन्ट थिङ। अझ भन्नुपर्दाखेरि नेपालमा सबैभन्दा बढी चल्ने इन्डस्ट्री पनि मेबी सिमेन्ट इन्डस्ट्री नै होला एउटा त। के भन्दाखेरि सिमेन्ट इन्डस्ट्री जहीँ तहीँ छ, कन्स्ट्रक्सन जहीँ तहीँ हुन्छ है त। अब सिमेन्टले के गर्छ भन्नु पऱ्यो, सिमेन्ट भनेको एउटा के छ, फाइन मटेरियल हो। त्यसले एडेसिभ एन्ड कोहेसिभ, एडेसन र कोहेसन यसको मिनिङ थाहा छ तिमीहरूलाई? भन त। यति कुरा बुझ, एडेसन भनेको अलग अलग काइन्डको मटेरियलसँग चिप्किने टाँसिने। कोहेसन भनेको सेम काइन्ड अफ मटेरियलसँग के अरे टाँसियो भने त्यसलाई हामीले के भन्यौँ, कोहेसिभ प्रोपर्टी भन्यौँ है त। अहिले के गर्छ, बाइन्डिङ मिडियम दिन्छ। गिट्टी बालुवा इँटा ढुङ्गाहरूलाई के गर्छ, यसले बाइन्ड गरेर राख्छ, यसले त्यसलाई टस्याएर राख्छ। त्यसले गर्दा त्यसले गर्यो। र यसले त्यही भनेको छ यहाँ पनि, बाइन्डरको रूपमा यसले युज गर्यो, माइन्ड मटेरियलहरूलाई यसले बाइन्ड गर्यो। र सिमेन्ट के हुन्छ, वाटर सोल्युबल कम्प्लिटली हुँदैन, अलिअलि सोल्युबल त हुन्छ, तर टोटल्ली सोल्युबल भन्ने पनि हुन्न। यो के हुन्छ, वाटरमा एकदम ड्युरेबल हुन्छ। तिम्रो घरमा सिमेन्ट छ, सिमेन्टको छत छ भने यो छतमा जति पानी परे पनि आकाशबाट त्यसले रोक्न सक्छ, त्यसले ड्युरेबिलिटी छ, त्यसको राम्रो छ है त। अनि अब अरू अरू केमिकल अट्याकहरू, जस्तै अब तिम्रो घरमा कुनै पनि अरू अरू केमिकल्सहरू जस्तै पेन्ट्सहरूदेखि पनि अथवा केही कुराले तिम्रो आयो भने त्यसलाई रोक्ने कोसिस गर्छ। इभेन्चुअली तिमीले कतिसम्म बुझ्नु पर्यो भन्दाखेरि, तिम्रो न्युक्लियर वेस्टहरू जति हुन्छ तिनीहरूलाई पनि कङ्क्रिटको भित्रमा राखिन्छ भनेपछि केमिकल एट्याकबाट एकदम सेफ पनि हुने भयो। अब त्यसले मेसनरी भनेको घर बनाउनको लागि के गरिने रहेछ भन्दाखेरि, अरू अरू प्रोडक्टहरू जस्तै ढुङ्गा गिटी बालुवाहरूसँग मिक्स गरेर यसलाई बनाइने रहेछ मोटार। मोटार भनेको हामी त्यसलाई अब मसला पनि भनिन्छ, सिमेन्ट के अरे यो मेसनहरूले लेबरहरूले त्यसलाई होइन त्यो बनाएर अनि त्यसलाई एउटा मिक्सर बनाएर चाहिँ त्यहाँ कन्स्ट्रक्सनमा युज गरिने भइयो है त यो पोइन्ट। अनि अब कङ्क्रिट भनेको, कङ्क्रिटको लागि के छ, बालुवा ग्राभलहरूसँग मिक्स गरियो, ग्राभल भनेको गिट्टीहरूसँग बालुवाहरूसँग मिक्स गरियो भने हामीले के बनाउन सक्यौँ, कङ्क्रिट। कङ्क्रिटको इँटाहरू सबैले देखेको छौ, भनेको सिमेन्टबाट बनाइएको हुन्छ है त। त्यो कङ्क्रिटहरूले के हुन्छ, दह्रो हुन्छ, ड्युरेबल हुन्छ। र त्यसलाई आजकल घरमा ब्रिकभन्दा पनि बढी युज गरिन्छ, ब्रिकभन्दा बढी स्ट्रङ हुन्छ। र कङ्क्रिटले के गर्छ भन्दाखेरि घरहरूमा युज गर्यो। र यो भनेको के रहेछ भन्दाखेरि, पानी पसीको अर्थमा सबभन्दा बढी कन्ज्युम हुने कुरा रहेछ है त। यसले अब के गर्छ, स्यान्ड स्टोन ब्रिकहरूलाई यसले कन्स्ट्रक्सनको लागि यसले बन्ड गरेर राख्छ। यो त सबैले बुझिरहेको छ, यो एकदम बेसिक बेसिक प्रोपर्टिजहरू छ। अब कङ्क्रिटको इँटा त तिमीहरूले देखेकै होला, यो ग्रे कलरको सिमेन्ट कलरको हुन्छ होइन। अनि सिमेन्टको लागि मेन कम्पाउन्ड चाहिँ के चाहिन्छ, यो चाहिँ एकदम इम्पोर्टेन्ट पोइन्ट हो है त। यसलाई मैले रेड मार्क गरिदिएँ, एकदम इम्पोर्टेन्ट पोइन्ट हो यो भनेको चाहिँ। क्याल्सियम एल्युमिनियम सिलिकनहरू चाहिँ मेन यिनीहरू सिमेन्टको लागि चाहिँ यो बनेको हुन्छ। र अब हेर, सिमेन्टमा क्याल्सियमको कन्टेन्ट छ भने यसलाई के भनियो, क्याल्सिरस भनियो। एल्युमिनियम छ भने आर्जिसेलस भनियो। अनि सिमेन्टले के गर्छ, पानीलाई चाहिँ हार्ड गर्न सक्छ, किन भन्दाखेरि कल्सियमहरू हुन्छ, सल्टहरू हुन्छ है त। र जति त्यो हार्डनिङ प्रोपर्टिज हुन्छ तिम्रो पानीको सँग मिक्स गरेपछि न बल्ल यसले हार्डनिङ गर्न थाल्छ नि त। जस्तै तिम्रो सिमेन्टको कुरा गर्दाखेरि, तिम्रो दाँतमा भरिने सिमेन्ट पनि त्यही नै काइन्ड अफ एउटै सिमेन्ट त होइन, तर त्यो पनि सिमेन्ट नै पर्छ। किनभने त्यसले के गर्छ, बाइन्डिङ काम गर्छ। पानीमा भएपछि त्यसले सर्टेन टाइम पछि त्यसले हार्ड हुँदै जान्छ, र जति धेरै टाइम हुँदै गयो त्यति धेरै हार्ड हुँदै जान्छ। जस्तै तिम्रो घरको कुरा गर्दाखेरि, घर बनाउँदा होइन, तिमीले के देखेको छौ भन्दाखेरि, तिमीले घरमा सिमेन्टमा इँटा जोड्यौ, त्यो इँटा सिमेन्टले जोड्यौ, इँटा जोडेर एउटा वाल बनायो। त्यो वाल भएकै दिन तिमीले त वालमा एक किक हान त लात्ती हान त केही के हुन्छ भन त। तिमीले एउटा वाल बनायौ, इँटाको वाल बनायो सिमेन्टले जोडेर, इँटालाई सिमेन्टले जोडेर तिमीले एउटा वाल बनायो। त्यो वाल बनेकै दिन आज, अहिले अघि दिउँसो 2 बजे त्यो वाल बनाइएको थियो। अब अहिले तिमी त्यो गर त्यो वाललाई एक किक हान्यो भने के हुन्छ, बहुत कुछ। भत्किन्छ। अभियस कुरा हो, त्यो वाल भत्किन्छ। तर त्यही वाललाई तिमीले ल 1 महिनापछि 2 महिनापछि हान्यो भने त भत्किन्छ, बहुत किँदैन। भत्किँदैन। भनेपछि त के भयो भन्दाखेरि, त्यो वाल चाहिँ हार्ड हुँदै गयो। जति टाइम धेरै हुँदै गयो, त्यति टाइम बित्दै गयो, त्यति त्यो हार्डनिङ हुँदै गयो, त्यति स्ट्रङ हुँदै गयो। त्यसले हुन्छ। र त्यो सेटिङ र हार्डनिङ चाहिँ केले पनि गर्छ भन्दाखेरि, क्याल्सियम र यो भनेको एल्युमिनियम र सिलिकन, यिनीहरूले गर्दा हुने रहेछ। यो त यसको बेसिक प्रोपर्टिजहरू भयो है त। भनेपछि के बुझ्नु पर्यो, मेन सिमेन्ट भनेको चाहिँ हार्डन्स विथ
टाइम टाइम जति बढ्दै गयो त्यति धेरै साह्रो हार्ड हुँदै जान्छ। अब हेर यति मेन इम्पोर्टेन्ट कुरा छ सिमेन्ट प्रोडक्सनको लागि। सिमेन्ट प्रोडक्सन त हामी अहिले डिटेलमा पढ्ने नै छौँ होइन। यहाँ सिमेन्ट प्रोडक्सनको मैले एउटा के अरे प्रोसेस फ्लो डायग्रामै राखिदिएको छु। यो चाहिँ अलिकति हायर लेभलको छ यो कुरा। तिमीहरूले चाहिँ यसलाई यसरी नै नबनाए पनि यसको तिमीहरूले ब्लक फ्लो डायग्राम पनि बनाउन सक्छौ, त्यो पनि मैले राखिदिएको छु यता अरू कुनै स्लाइडमा छ है त। अब यहाँ तिमीहरूले यो मेन सिमेन्टको प्रोडक्सन हेर है त। प्रोडक्सन अफ सिमेन्ट कसरी सिमेन्ट प्रोडक्सन गर्ने रहेछ भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि तिमीहरूले यति धेरै डिटेलमा पनि हेरिरहनु पर्दैन है त। तर मैले एउटा फिगर बनाएर बुझाउनको लागि मैले तिमीहरूलाई गरिदिएको छु। भनेपछि सुरुमा के हुन्छ भन्दाखेरि क्रसिङ एन्ड ग्राइन्डिङ हुन्छ। केलाई हामी क्रस र केलाई हामी ग्राइन्ड गर्छ, र मटेरियलहरू हुन्छ। मेन र मटेरियल भनेको हाम्रो लागि के हुने रहेछ, सुरुमा चाहिँ लाइमस्टोन र क्ले हुन्छ। अब क्ले भनेको के हो भन्छौँ भने सिलिकन डाइअक्साइड, एल्युमिनियम अक्साइड र Fe2O3 को मिक्सचर हो। लाइमस्टोन भनेको सबैलाई थाहा छ क्याल्सियम कार्बोनेट, यो त सबैलाई थाहा छ है त। अब जिप्सम भन्ने आउँछ। जिप्सम चाहिँ पछि हामीले एडिटिभ कुरा हो, त्यो हामीले हाल्छौँ नै। कन्स्ट्रक्सनको लागि हुने सिमेन्टमा त हामीले हाल्छौँ नै। अब तिमीले यहाँ के हेर्नु पर्यो भन्दाखेरि चाहिँ अब हेर हामीले यहाँ के गरिरहेछौँ भन्दाखेरि लाइमस्टोनलाई ल्यायौँ, ढुङ्गालाई लिएर आयौँ। तिमीहरूमा उदयपुरको यो हाम्रो गैँडा छाप सिमेन्ट फ्याक्ट्रीको इक्जाम्पल ठ्याक्कै हेर्दाखेरि त्यसमा चाहिँ र मटेरियलहरूलाई केमा ल्याइन्छ भन्दाखेरि काइन्ड अफ केबल कार जस्तो जस्तो एउटा ट्रान्सपोर्टेसन मिडियम हुन्छ, जुन चाहिँ रोपवे टाइपको। रोपवे नै हो त्यो, केबल कार जसरी ट्राभल गर्छ त्यस्तोमा र मटेरियल ल्याइन्छ क्या त्यो इन्डस्ट्रीमा। त्यसरी पनि गरिन्छ। जे होस् वाट आई मिन टु से इज कि तिमीहरूको लागि र मटेरियलहरू जति लाइमस्टोनहरू भयो त्यसलाई ल्याइयो, त्यसलाई हामीले क्रस गऱ्यौँ। क्रस गरेपछि हामीले त्यसलाई क्लासिफाई गऱ्यौँ भनेको त्यसलाई हामीले स्क्रिनिङ गऱ्यौँ, साइज अनुसार हामीले मिलायौँ सबै कुरा, त्यसलाई छुट्यायौँ सेपरेसन टक्क एउटा प्रोपर प्रोपर क्वान्टिटीमा प्रोपर प्रोपर साइजमा हामीले मिलायौँ। त्यसलाई हामीले के गर्यौँ भन्दाखेरि होमोजिनेसन गऱ्यौँ। अब यो सिलो भनेको के हो भनेर सोध्दा, सिलो भनेको तिमीहरूले थाहा छ के हो? एउटा सिमेन्ट इन्डस्ट्री कोही गएको छ भने तिमीहरूलाई थाहा होला, एउटा ठुलो टावर हुन्छ, थाहा छ कि छैन? कन्डिसर हामी गएको छैनौँ। सिमेन्ट इन्डस्ट्री गएको छैन भने तिमीले सिमेन्ट इन्डस्ट्रीमा एउटा ठुलो ठुलो एउटा ट्याङ्क जस्तो देखेको हुन्छ। त्यसले के गर्छ, त्यो स्टोरेजको लागि युज गरिन्छ, तर फेरि कङ्क्रिटबाटै बनाइएको चाहिँ हुन्छ है त। अब म चाहिँ रिसेन्टली एक हप्ता अगाडि चाहिँ म एक हप्ता 10 दिन अगाडि चाहिँ म सर्वोत्तम सिमेन्टको इन्डस्ट्रीमा गएको थिएँ। त्यहाँ पनि मैले हेरेर सबै भिजिट गरेर आएको छु है त। अब त्यसमा के गर्छ, डस्टहरूलाई सेपरेट गरिन्छ। अब तिमीहरूले यो पनि हेर्नु परेन, मेन तिमीहरूले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ प्रोसेसमा यसरी हुन्छ है त भनेर तिमीहरूलाई म देखाउँछु। अब हेर, सुरुमा हामीले र मटेरियललाई के गर्छौँ, क्रस गर्छौँ भनेको त्यसलाई हामीले टुक्रा टुक्रा गर्छौँ। त्यसको लागि हामीले धेरै कुरा गर्न सक्छौँ। त्यो क्रस गरेर चाहिँ हामीले के गरिन्छ भन्दाखेरि सुरुमा 6 इन्चको साइजको बनाइन्छ। त्यसलाई फेरि हामीले 3 इन्चमा घटाइन्छ पनि फेरि, किन भन्दाखेरि हामीले हामीले चाहिएको एउटा एप्रोप्रिएट एमाउन्ट चाहिन्छ। अब त्यसलाई हामीले के गर्छौँ, सुरुमा क्रस गऱ्यौँ भनेको त्यसलाई टुक्रा टुक्रा बनायौँ। र हामीले टुक्रा कुन साइजमा बनायौँ सुरुमा भन्दाखेरि 3 इन्चको बनायौँ। भनेपछि त्यो क्रस हामीले गऱ्यौँ। अब त्यो क्रस गरिसकेपछि के भयो भन्दाखेरि त्यसको एउटा हामीले चाहिएको एप्रोप्रिएट साइज हामीले पत्ता लगाउन सक्यौँ सिमेन्टको लागि है त। भनेपछि अब त्यसलाई हामीले के गर्यौँ, ग्राइन्ड गर्ने भयौँ भनेको त्यसलाई हामीले के फर्ममा बनाउने भयौँ भन्दाखेरि एउटा पाउडर बनाउने भयौँ। अथवा त्यसलाई हामीले वेटमा पनि गर्न सक्छौँ। वेट भनेको विथ मिक्सचर अफ वाटर, पानीको मात्राले गर्न पनि सक्यौँ। अब त्यसलाई हामीले के गर्यौँ भन्दाखेरि चाहिँ त्यसलाई हामीले होमोजेनस बनायौँ भनेको एउटा एक किसिमको होमोजेनस मिक्सचर बनायौँ। र त्यसलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि स्लरीको फर्ममा लान्छौँ। स्लरी भनेको लेदो जस्तो हुन्छ जसमा 35 to 40% वेज वाटर हुन्छ। अब प्रोसेस चाहिँ तिमीहरूले कसरी बुझ्नु पर्यो भन्दाखेरि सुरुमा क्रसिङ हुने भयो। क्रसिङ भनेपछि के भयो भन्दाखेरि र मटेरियलहरू जति थियो हाम्रो, स्पेसली लाइमस्टोन एन्ड कोक भनौँ, मोस्ट इम्पोर्टेन्टली दुइटा लाइमस्टोन एन्ड क्ले है, सरी कोक भनेछु। यो ज्योति, तिमीले स्क्रिन कोरेको छौ, त्यो गर्यो भने मेरो स्क्रिन सेयरिङ बिग्रिन्छ है, त्यसलाई हटाउँदै। यहाँ स्क्रिन कोरिएको देखियो, तिमीले मिस्टेकली कोरेको आइन द्याट। त्यसलाई हटाइदेऊ है त। त्यो एनोटेसन कसरी अफ गर्ने, मेरोबाट अफ भइरहेको थिएन होइन। मेरोमा फेरि अफ स्क्रिन चल्दिँदैन कि यसरी, स्क्रिनमै आउँदैन होइन। यहाँ आयो, वेट, यहाँ क्लियर भयो। म यसलाई यहाँ सेटिङमा कता एडिट गर्ने, एकबार मलाई मिल्न त मिल्थ्यो यहाँ।
वेट है त। अँ, यसलाई कसैले कोर्ने चाहिँ नगर है, कोर्ने अफ गर्न मिल्थ्यो, मेरोबाट मिलिरहेको छैन यहाँ। अब यही हुन्छ प्रब्लम, पेन्सिलै चल्दैन यहाँ। वेट है त। ओके ल। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि सुरुमा हामीसँग के हुने रहेछ भन्दाखेरि लाइमस्टोन र क्ले हुने भयो। यी दुईटा र मटेरियललाई हामीले के गर्यौँ, क्रस गर्ने भयौँ। त्यो क्रस गरिसकेपछि क्रस गर्नलाई चाहिँ हामीले एक्सट्र्याक्ट त गर्छौँ, त्यो एक्सट्र्याक्ट चाहिँ के गरी गर्न सक्छौँ, ब्लास्ट गरेर ड्रिल गरेर होइन, पाइपिनिङहरू गरेर हेभी मेसिनहरू जसरी भयो भने हामीले त्यसलाई जमिन मुनिबाट निकाल्छौँ, एक्सट्र्याक्ट गऱ्यौँ ती र मटेरियलहरू भनेको स्पेसली के हुन्छ, लाइमस्टोन एन्ड क्ले हुन्छ। त्यसलाई हामीले के गर्छौँ, सुरुमा 6 इन्चको साइजमा घटाउँछौँ अनि 3 इन्चको साइजमा घटाउँछौँ। यति त तिमीहरू सबैले बुझिसकेका छौ है त। अब त्यसलाई हामीले के गर्छौँ भन्दाखेरि ग्राइन्डिङ गर्छौँ। जुन त हाम्रो क्रसिङ गरेका थियौँ त्यसलाई हामीले ग्राइन्ड गऱ्यौँ। त्यसलाई नि हामीले के गर्यौँ भन्दाखेरि एउटा स्लरीको फर्ममा, स्पेसली हामीले रिजल्टिङ चाहिँ के आउँछ, स्लरीको फर्ममा आउँछ, त्योमा 35 to 40% अफ वाटर हुने भयो। अनि त्यसलाई अब हामीले हिटिङ गर्छौँ। अब हिटिङको लागि चाहिँ अलिकति डिटेलमै हेर्नुपर्ने हुन्छ। अब जुन त हाम्रो स्लरी थियो त्यसलाई हामीले के गर्यौँ, हिट गऱ्यौँ सर कन्वेयरमा राखेर। भन त, कसैले केही सोधे हो? भने कस्तो? कस्तो स्लरी? हजुर। स्लरी भनेको लेदो जस्तो क्या। तिमीले ठ्याक्कै लेदो भनेर जे बुझ्छौ नि, त्यसलाई नै हामीले स्लरी भन्छौँ। त्यस्तो त्यस्तो टाइपमा आउँछ भनेको, वाटरको मिक्सचर छ एउटा लेदो जस्तो बन्यो, त्यसमा 35 to 40% वाटर हुन्छ। वाटर र मटेरियलको एउटा लेदो जस्तो होला, हामीले के भन्यो, स्लरी भन्यौँ। त्यो के हुन्छ भन्दाखेरि, एउटा तिमीले एक्जाम्पल स्लरीको एउटा एक्जाम्पल तिमीलाई ठ्याक्कै म भन्नु पर्दाखेरि चाहिँ, तिमीले सातु बनायो वा त्यो एउटा काइन्ड अफ स्लरी नै भयो। बुझ्यौ नि, त्यहाँ सोलिड र लिक्विडको मिक्सचर हुन्छ। तर सोलिड पार्टिकल चाहिँ कस्तो हुन्छ भन्दाखेरि, वा लिक्विडमा डिजल्भ हुने खाले चाहिँ लिक्विड, सोलिड पार्टिकल चाहिँ हुँदैन भनेको। चिनी र पानीको मिक्सचरलाई तिमीले स्लरी भन्न पाएनौ, किनकि चिनी डिजल्भ हुन्न। जस्तै बालुवा र पानीकोलाई एउटा मिक्सर बनायो, या सिमेन्ट र पानीकै भनौँ न, यहाँ त र मटेरियलहरू छ होइन, जस्तै लाइमस्टोन क्ले र वाटरहरूको यिनीहरूको मिक्सचरलाई चाहिँ हामीले पानीमा सँग मिक्सर बनायौँ भने त्यो के हुन्छ भन्दाखेरि त्यो मिक्स चाहिँ हुँदैन। तर त्यो लेदो जस्तो भयो त्यो स्लरी हुन्छ है त। भनेपछि अब के भयो भन्दाखेरि स्लरी त बन्यो। अब त्यो स्लरीलाई हामीले के गर्छौँ भन्दाखेरि हिट गर्छौँ। हिट केमा गर्छौँ, रोटेटरी क्लिनमा गर्छौँ। यसलाई हामीले के भन्यो, रोटेटरी क्लिन। यो कस्तोरी अपरेट गर्छ भन्दाखेरि रोटेट भएर अपरेट गर्छ, घुमिरहेको हुन्छ र हिटिङ पनि भइरहेको हुन्छ। अब रोटेटरी क्लिन भनेको कसरी काम गर्यो यसले, यसले के गर्यो भन्दाखेरि चाहिँ हल्का टिल्टेड छ। सुरुमा तिमीले हेर्नु पऱ्यो, एउटा साइडमा हल्का यो छड्के तरिकाले हुन्छ। इन्डस्ट्रीमा पनि यसरी नै राखेको हुन्छ, यसरी सिधा बनाएर राखेको हुँदैन, यसलाई हल्का यसरी छड्के बनाएरै राखिएको हुन्छ। अनि त्यसमा के गरिन्छ भन्दाखेरि माथिपट्टिबाट के गरिन्छ, फेड गरिन्छ भनेको हाम्रो स्लरीलाई हामीले यताबाट ल्यायौँ। अनि यसले के गर्छ, रोटेट हुँदै जान्छ। रोटेट हुँदै गएपछि के हुन्छ, यो मुभ हुँदै तल 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 जाँदै जान्छ त्यो हाम्रो स्लरी। अनि भित्र के हुन्छ भन्दाखेरि हिटर बर्नर राखेको हुन्छ, भनेको तातो बनाउने कुरा राखेको हुन्छ। त्यसले के गर्छ भन्दाखेरि मटेरियलहरूलाई चाहिँ इभेन्टली हिट गर्छ। भनेको मटेरियलहरू बराबर मात्रामा हिट हुँदै जान्छन्। अनि यसलाई हामीले के भन्यो, रोटेटरी क्लिन हिटिङको स्टेप फर्स्टमा हुने भयो। अब हिटिङको स्टेपै हेर। अब हिटिङको पनि अलग अलग जोनमा हामीले हिट गर्छौँ। वेट है त, अलिकति खोकी लाग्यो ल। अब हिटिङ कसरी गर्ने रहेछ भन्दाखेरि, सुरुमा हाम्रो के हुने रहेछ भन्दाखेरि प्रि हिटिङ जोन हुने रहेछ। त्यसमा टेम्परेचर हामीले 500 डिग्री सेल्सियसमा राख्ने भयौँ। र त्यसमा के गर्छौँ भन्दाखेरि जुन हाम्रो क्ले छ, त्यो क्ले चाहिँ हाम्रो ब्रेक हुन्छ इन्टु सिलिका, एल्युमिनियम एन्ड आइरन अक्साइड। अनि मोइस्चर चाहिँ हामी हटाउँछौँ, भनेको पानीको मात्रै हामी त्यहाँबाट हटाउने भयौँ प्रि हिटिङ जोनमा। यो जोन चाहिँ तिमीले यादै गर्नुपर्ने कुरा छ है, त्यसमा त अब धेरै कन्सेप्ट छैन। यो मेन मेन मोस्टली हामीले हेर्ने भनेको यो छ। हिटिङको लागि सुरुमा हाम्रो के भयो, प्रि हिटिङ यहाँ हुने भयो। प्रि हिटिङले के गर्यो, यसको मोइस्चर यसले हटायो है त। अब मोइस्चर यसले हटाइसकेपछि डिकम्पोजिसन गर्ने भयो। अब यहाँ हेर, केमिकल रियाक्सन डिकम्पोजिसन जोनमा भयो कि भएन? अहिलेसम्म त मिक्सिङहरू भएको थियो, कुनै रियाक्सन भएको थिएन। तर यहाँ आइपुगेपछि के भयो, अब केमिकल रियाक्सन हुने भयो। भनेपछि यहाँ फिजिकल प्रोसेस मात्रै हुने भयो कि केमिकल प्रोसेस नै हुने भयो भन त? दुइटै हुने के भयो। केमिकल प्रोसेस नै हुने भयो, फिजिकल नै हुने भयो।
र यसमा कस्तो रियाक्सन हुने भन्दाखेरि डिकम्पोजिसन रियाक्सन हुने भयो। इट इज द मोस्ट इम्पोर्टेन्ट रियाक्सन। भनेपछि यो क्याल्सियम कार्बोनेट के बन्ने भयो भन्दाखेरि क्याल्सियम अक्साइड र कार्बन डाइअक्साइड ग्यासको इभल्भ हुने भयो। अब हेर है, यस्तो यस्तो कुरा तिमीहरूलाई सोध्छ, कहिलेकाहीँ एउटा ट्रिकी क्वेसन सोधिदिन सक्ला तिमीहरूलाई। अब हेर, हामी जति पनि इन्डस्ट्री भन्छौँ त्यसले के गर्छ, कार्बन डाइअक्साइड निकाल्छ, इन्भाइरोमेन्टलाई यस्तो उस्तो भन्छौँ हामी। कसरी निस्किने रहेछ, यसरी रियाक्सनबाट निस्किने रहेछ। हुन त इभन फ्युलकै लागि कोइला बाल्यो भने पनि कार्बन डाइअक्साइड कार्बन मोनोक्साइड निस्किन्छ। तर सिमेन्ट प्रोडक्सनमा पनि CO2 त निस्किने रहेछ। भनेपछि त्यसरी पनि निस्किने भयो। अब हामीले के गर्छौँ भन्दाखेरि जुन हाम्रो क्याल्सियम अक्साइड थियो, अथवा हामी त्यसलाई क्विक लाइम नि भन्न पायौँ, जुन हाम्रो यो क्याल्सियम अक्साइड थियो नि, हेर त यो के भयो भन्दाखेरि यसले अब रियाक्सन सुरु भयो बर्निङ जोनमा। भनेको त्यसलाई हामीले हिटिङ जब हामी गर्न थाल्यौँ 1500 डिग्री सेल्सियसमा बर्निङ जोनमा, त्यसपछि के भयो भन्दाखेरि नयाँ नयाँ सिलिकेटहरू एल्युमिनेट फेराइडहरू बन्न थाल्यो। जस्तै CaO SiO2, CaO.SiO2, जसको 3 2 मोलिकुलको साइज छ। सिलिकेट बन्यो, एल्युमिनेट बन्यो, फेराइटहरू बन्न थाल्यो। यस्तो कम्पाउन्डहरूको तिमीहरूले रियाक्सन चाहिँ यसलाई पढ्न पढ्न सक्छौ पक्कै पनि। टाइम छ, इनफ छ, मोर देन इनफ टाइम छ होइन फर एनिबी। त्यसैले यसलाई चाहिँ तिमीहरूले पढ है त। यसलाई पढ, यो यो रियाक्सनलाई, यसको मेकानिजमहरू केही हामीले हेर्नु पर्दैन। मेन यस्तो यस्तो रियाक्सन, जस्तै सिलिकेटको एउटा हेर, एल्युमिनेटको एउटा हेर, फेराइटको एउटा हेर, यति हेऱ्यो भने तिमीहरूलाई पुग्छ है त। अब तिमीले यसलाई पढ्नु पर्यो। भनेपछि अब हेर है, टेम्परेचर जोनमा अब हेर कसो हुने रहेछ भन्दाखेरि सुरुमा हामीले प्रिहिटिङ गऱ्यौँ। प्रिहिटिङ जोनमा रोटेटरी क्लिनमा हामीले स्पेसली हामीले के गर्छौँ भन्दाखेरि बर्निङ या हिटिङहरू गर्छौँ, डिकम्पोजिसन रियाक्सनहरू त्यहीँ गर्ने भयौँ। भनेपछि हाम्रो के छ, सुरुमा प्रिहिटिङ हुने भयो, डिकम्पोजिसन हुने भयो, अनि त्यसपछि हाम्रो के हुने भयो भन्दाखेरि बर्निङ हुने भयो। भनेपछि रोटेटरी क्लिनमा के हुने भयो भनेर सोध्न सक्छ। के हुन सक्छ होला भन त। र कुन कुन कुरा के हुन्छ भन्दाखेरि, अब डिकम्पोजिसन कहाँ हुने रहेछ भन्दाखेरि यो रोटेटर चाहिँ रोटेटरी क्लिनमै हुने रहेछ। के हुन्छ भन्दाखेरि क्याल्सियम कार्बोनेट के हुन्छ, क्याल्सियम अक्साइडमा डिकम्पोज हुने रहेछ। हामीलाई चाहिएको कुरा यो छ। र त्यसपछि बर्निङ जोनमा गएपछि के हुने रहेछ भन्दाखेरि त्यो चाहिँ हाम्रो सिलिकेटको फर्ममा या फेराइटको फर्ममा या एल्युमिनेटको फर्ममा बन्ने रहेछ। यो रियाक्सनहरू हामीले हेर्नु पर्यो। र सिमेन्ट प्रोडक्सनमा हुने रियाक्सनहरू यति नै हुन्। केमिकल रियाक्सन अभियसली हुन्छ। जस्तै पेपर प्रोडक्सनमा तिम्रो केमिकल रियाक्सन केही थियो अगाडिको हाम्रो क्लासमा पढ्दाखेरि, थिएन नि, पक्कै पनि थिएन। तर सिमेन्ट प्रोडक्सनमा के हुने रहेछ भन्दाखेरि रियाक्सन चाहिँ हुने रहेछ, केमिकल प्रोसेस केमिकल रियाक्सन्सहरू चाहिँ हुने रहेछ। यो कुरा बुझ्नु पर्यो। सर भन त। CaCO3लाई ब्लिचिङ पाउडर नि भन्छ। ब्लिचिङ पाउडर भनेको CaCO3 हो र? त्यो क्लोरोफर्मको के प्रिपेरेसनमा चाहिँ CaCO3 नै देखे जस्तो लाग्छ कि अनि होइन नि, फरक हो र। CaClO2 होइन र ब्लिचिङ पाउडर भनेको। ब्लिचिङ पाउडर भनेको CaClO2 होइन। यस सर हो। क्याल्सियम हाइपोक्लोराइड भन्दैनौँ यसलाई हामीले। कहाँ CaCO3 भनेको क्याल्सियम कार्बोनेट हो नि। ए नोटमा गलत लेखेर छ त्यसो भए मैले। नोटमा नोटमा CaClO2 नै लेख्या होला त होइन र? मेरो नोटमा चाहिँ ए ए ए ओके ओके। त्यो ब्लिचिङ पाउडरको अर्कै काम छ, यसको अर्कै काम है, यति बुझ। यसलाई हामीले के भन्न सक्छौँ भन्दाखेरि स्टोन लाइम स्टोन भन्न सक्यौँ। अरू अरू पनि नाम हुन्छ यसको। के हो थाहा छ कसैलाई? क्याल्सियम कार्बोनेट क्याल्सियम कार्बोनेट त हामीले यसको सिम्पल नाम भन्यौँ। यसको अरू अरू नाम के हुन सक्ला? चक पनि भन्छु, चक भनेको नि क्याल्सियम कार्बोनाइट नै हो, कार्बोनेट नै हो। होइन के हुन्छ, एरागोनाइट भन्न सक्छौँ। एक मार्बल सेकेन्ड भनेको पनि त्यही हो। अनि मोती भनेको पनि त्यही नै हो, पल भन्छौँ, पल भनेको पनि त्यही नै हो। यसलाई हामीले के भन्यौँ भन्दाखेरि सुरुमा अब हामीले त्यो पनि हेरिरहनु परेन, हामीले यो त र मटेरियल हो भन्ने थाहा छ। र र मटेरियललाई हामीले के गर्यौँ भन्दाखेरि हेर है, अब यसलाई हामीले के गर्यौँ भन्दाखेरि अब हेर, जुन हाम्रो वेट है, मेरो ल्यापटप चार्ज हाल्छु। ओके, अहिले केही छैन। र मटेरियलहरूमा के छ भन्दाखेरि तिम्रो CaCO3 भयो। र अर्को हामीले के थियो र मटेरियल भन्दाखेरि क्ले थियो। अब क्लेको रोल कहाँ आयो भन्छ भन्दाखेरि यहाँनिर आयो। SiO2 Al2O3 Fe2O3 यी क्लेहरू हुन् कि होइन यिनीहरू।
भनेपछि र मटेरियलको काम यहाँ आउने भयो। अब के भयो भन्दाखेरि रोटेटरी क्लिनमा हामीले हिटिङ गऱ्यौँ, बन्डिङ गऱ्यौँ, त्यसपछि हामीले कुल गरिसकेपछि, कुल भनेको फेरि 150 to 200 डिग्री सेल्सियस एउटा हाई टेम्परेचरमै नै भनौँ हाम्रो लागि त होइन। तर माथिको कम्पेरिजनमा त एकदम लोवर टेम्परेचर, त्यसैले हामीले यसलाई कुलिङ नै भन्यौँ। अब त्यसलाई जुन हाम्रो क्लिनबाट आइसकेको छ त्यो के हुन्छ भन्दाखेरि कुल गरिसकेपछि क्लिङ्कर भनिन्छ। क्लिङ्कर भनेको सानो सानो दाना हुन्छ, सिमेन्ट क्लिङ्कर। र नेपालमा कति कति इन्डस्ट्रीहरू कस्तो पनि छन् भन्दाखेरि यो सुरुको हेर, यो 1, 2 र 3 प्रोसेस छ नि, क्रसिङ, ग्राइन्डिङ, हिटिङ, यी नगरिकन सिधै यिनीहरूले 4 नम्बर प्रोसेसबाट पनि स्टार्ट गर्छन्। नेपालका धेरै जसो सिमेन्ट फ्याक्ट्रीहरूले भनेको डाइरेक्ट यिनीहरूले क्लिङ्कर बनाएर काम गर्ने भए। सिमेन्ट क्लिङ्करको सानो सानो बल जस्तो क्लिङ्कर हुन्छ। र सिमेन्ट क्लिङ्कर भनेको तिमीहरूलाई एउटा इन्फर्मेसन मैले दिएँ, फ्लाइ एसबाट पनि बनाउन सकिन्छ भनेको। जुन वेस्टहरू हुन्छ जस्तै सोलिड वेस्टहरू जति हामीले म्युनिसिपल वेस्टहरू जति हुन्छ त्यसलाई हामीले के गर्छौँ भन्दाखेरि नन बायोडिग्रेडेबल वेस्टहरू स्पेसली यिनीहरूलाई बर्न गरिन्छ इन्सिनेटरमा, एकदम हाई टेम्परेचरमा बर्न गरिन्छ। अनि यो चाहिँ मैले अलिकति इन्फर्मेसनको लागि दिएको हो, कहिलेकाहीँ सोध्न पनि सक्छ। र यिनीहरूलाई बर्न गरिसकेपछि के हुन्छ भन्दाखेरि तिनीहरूबाट पनि हामीले सिमेन्ट क्लिङ्कर बनाउन सक्छौँ। अनि सिमेन्ट क्लिङ्कर भनेको के छ भन्दाखेरि बल जस्तो हुन्छ स्पेसली भन्नुपर्दाखेरि। अब त्यसपछि हामी त्यसलाई के गर्ने भन्दाखेरि त जुन सिमेन्ट क्लिङ्कर बन्छ नि, त्यो क्लिङ्कर अब कति इन्डस्ट्रीहरू के हुन्छ, क्लिङ्कर बेस्ड हुन्छ भनेको, क्लिङ्कर बेस्ड सिमेन्ट इन्डस्ट्री भन्छ भनेको क्लिङ्करलाई डाइरेक्ट किनेर ल्याउने अनि त्यसलाई बनाउने भनेको। सुरुमै क्लिङ्कर यिनीहरूले बनाउँछन् अनि त्यही क्लिङ्करलाई युज गरेर पनि गर्छन्, सुरुदेखि फुड प्रोसेस गर्दैनन्। त्यसलाई भन्छ क्लिङ्कर। अब क्लिङ्करलाई हामीले के गर्छौँ भन्दाखेरि अब यसलाई हामी सुरुमा त कुल डाउन गर्छौँ र त्यसलाई हामीले के गर्छौँ भन्दाखेरि त्यसलाई हामीले पाउडर बनाउँछौँ र त्यसमा हामीले जिप्सम हाल्छौँ। जिप्समले के गर्छ भन्दाखेरि सेटिङ अफ सिमेन्टलाई स्लो डाउन गर्छ। जस्तै तिमीले एउटा घर बनाउँदैछौ होइन, घर बनाउँदा बनाउँदै तिमीले इँटा जोड्ने बित्तिकै इँटालाई च्याप्पै टाँसिदियो, तिमीले इँटालाई अलिकति काहीँ हल्लाउनु पर्यो, काहीँ मुभ गर्नु पर्यो, इँटालाई अलिकति सपोज तिमीले रङ ठाउँमा ठ्याक्कै इँटा राख्यौ, छ्याट्टै टाँसिदियो भने त त्यो छिट्टै भत्किनु त भएन, छिट्टै त बनिहाल्यो भने त फेरि भत्काउन अर्को तनाव। सुरु सुरुमा त नरम नरमै हुन्छ, त्यो टाँसिसकेको हुन्न भने चाहिँ त्यसलाई तिमीले जोड्नको लागि एकछिन तिमीले सेटलिङ टाइम बढाउनु पर्ने हुन्छ। सेटलिङ टाइम बढायो भने तिमीले अब स्पेसली कन्स्ट्रक्सनको लागि 1-2 सेकेन्डमै सेटल हुने खाले सिमेन्ट त हामीलाई चाहिँदैन। हामीलाई त 4-5 दिनमा, 10 दिनमा, 1 महिनामा सेटल बल्ल भए पनि हुने इनफ हुन्छ हामीले त कन्स्ट्रक्सनमा। भनेपछि त्यसलाई हामीले त्यसरी गर्छौँ। र सिमेन्ट र के पनि हुन्छ भन्दाखेरि हार्ड पनि हुन्छ, सेटलिङ टाइम स्लो डाउन भयो भने राम्ररी हार्ड पनि हुनसक्छ। जस्तै तिमीहरूले घरको घर भत्काउन तिमीहरूलाई सपोज एउटा डोजरले काम गर्छ एउटा घरको वाल भत्काउन भने, कुनै ड्यामको वाल भत्काउन खोला नालातिर तिमीलाई धेरै टाइम लाग्छ, धेरै मिहिनेत गर्नुपर्छ। किनकि त्यसको सेटलिङ टाइम एकदम धेरै हुन्छ र धेरै वर्षसम्म पनि त्यो रहन सक्छ। प्लस अब खोलाहरूमा अथवा समुद्रहरूमा तिमीलाई अरू अरू सल्टहरूको लागि पनि, जस्तै एसिडहरू, बेस न्युट्रलाइजेसन, जस्तै एसिड एट्याकहरू हुने ठाउँमा जस्तै समुद्र पानीमा होइन सोडियम क्लोराइडहरू भयो, त्यसको लागि पनि त्यसले पनि असर नगर्नको लागि अरू थप थप कम्पाउन्डहरू पनि युज मिसाइन्छ सिमेन्टमा त्यस्तो ठाउँको लागि। किन भन्दाखेरि त्यो गऱ्यो भने चाहिँ तिम्रो बल्ल अलिकति एउटा प्रोपरली हुन्छ सिमेन्टको। अब सिमेन्ट सबै बनायौँ हामीले, अब सिमेन्ट हामीले यहाँसम्म गऱ्यौँ, सबै सेटलिङहरू गऱ्यौँ, गरिसकेपछि यहाँ आयो सिमेन्टको पाउडर। अब यसलाई हामीले के गर्छौँ भन्दाखेरि सिमेन्टलाई अब हामीले मेन काम हो डिस्ट्रिब्युसन गर्ने मात्रै काम बाँकी रह्यो। भनेको सिमेन्टलाई हामीले बाँड्ने बेच्ने काम भयो। अब तिमीहरू सिमेन्टलाई सिधै ट्रकमा हालेर लगे नि भयो, बोरामा हालेर लगे पनि भयो, डाइरेक्ट जसरी लगे पनि भयो, त्यो सिमेन्ट प्रोडक्सन यसरी हुने रहेछ, एउटा टोटल प्रोसेस भयो। यो चाहिँ सिमेन्ट इन्डस्ट्रीबाट, सिमेन्टबाट यी यति प्रोसेस छ नि, यो सबै प्रोसेस। यो चाहिँ भिभिआई क्वेसन हो, सोध्न सक्ने एकदम इम्पोर्टेन्टली क्वेसन है, तिमीहरूले रियाक्सन सहितै गर्नुपर्छ है त। यो पनि भिभिआई छ। अब सिमेन्टको प्रोडक्सन सबैले बुझ्यौ, केही छ भने भन त। त्यसपछि बल्ल हामी सिमेन्टको टाइप्समा जाउँला। सर रिएक्सन भन्यो नि त। ओके, रियाक्सन हेर ल, यो डिकम्पोजिसन त सबैले बुझ्यौ है। तिमीले रियाक्सन चाहिँ के छ भन्दाखेरि मेन इम्पोर्टेन्ट रियाक्सन त यो भयो, क्याल्सियम अक्साइड र कार्बन डाइअक्साइडमा क्याल्सियम कार्बोनेट ब्रेक हुने रहेछ। त्यो कतिमा हुन्छ, टेम्परेचर 800 डिग्री सेल्सियसमा हुने रहेछ।
त्यो डिकम्पोजिसन कहाँ हुने रहेछ भन्दाखेरि रोटेटरी क्लिनमा हुने रहेछ। यो पनि तिमीले बुझ्नु पर्यो। यति कुरा छ ल। हेर है, रियाक्सन हुने कहाँ कहाँ छ भन्दाखेरि रोटेटरी क्लिनमा छ एउटा मोस्ट इम्पोर्टेन्ट। त्यहाँ के गर्छौँ हामी, हिटिङ गर्छौँ। हिटिङ गर्दाखेरि के हुन्छ भन्दाखेरि डिकम्पोज हुने भयो भनेको जुन क्याल्सियम कार्बोनेट त्यो क्याल्सियम अक्साइड र क्याल्सियम के अरे कार्बन डाइअक्साइडमा ब्रेकडाउन हुने भयो। त्यो त्यसलाई हामीले भन्यो डिकम्पोजिसन। अनि पछि बर्निङमा के गर्छौँ भन्दाखेरि बर्निङ जोन पनि त्यहीँनेरि नै हुन्छ। र त्यसमा हामीले के गर्ने रहेछौँ भन्दाखेरि चाहिँ 1500 डिग्री सेल्सियसमा टेम्परेचर पुर्याउने रहेछौँ। त्यसबाट के हुन्छ भन्दाखेरि हाम्रो अर्को र मेटेरियल थियो क्ले। त्यसमा सिलिकन डाइअक्साइड Al2O3 र Fe2O3 को हामीले राखेका थियौँ। भनेपछि त्यसले के भन्छ, सिलिकेटको यो क्याल्सियम अक्साइड जुन हामीले त्यो ब्रेकडाउन गरिसकेका थियौँ, यो क्याल्सियम अक्साइड जुन हाम्रो बनिसकेका थियो नि, त्यो आएर त्यहाँ क्लेसँग रियाक्सन गर्छ। त्यसबाट सिलिकेट बनाउन सक्यो क्लेमा भएको। क्लेबाट एल्युमिनेट बनाउन सक्यो। क्लेबाट यसले फेराइट पनि बनाउन सक्यो। र यो चाहिँ हामीले अलग अलग रिक्वायरमेन्ट अनुसार यस्तो सल्टहरू हामीलाई चाहिने पनि हुन्छ है त। रियाक्सन बुझ्यौ है राधा? यस सर। ओके। अब यो सबै कुरा छ। अब मेन हामीले यसरी पढ्नु पर्यो कि तिमीहरूले यो प्रोसेस तिमीलाई याद हुँदैन भने पनि इट डजन्ट म्याटर है। तिमीहरूले किन भन्दाखेरि यहाँ अर्को एउटा प्रोसेस छ। यो चाहिँ हाम्रो पोर्टल्यान्ड सिमेन्टको। यति प्रोसेस पढ्न सक्यो भने त यति त सक्छौ, अभियस कुरा हो होइन। तिमीहरूलाई माथिको प्रोसेस अप्ठ्यारो लाग्छ जस्तो फिल आउँछ भने तिमीहरूले यो प्रोसेस पनि गर्न त सक्यो, अहिले तल देखाएको प्रोसेस। अब एक्जाममा तिमीलाई कहिलेकाहीँ कस्तो छ भन्दाखेरि फ्लो डायग्राम भन्यो, अथवा तिमीलाई ब्लक फ्लो डायग्राम भन्यो, या प्रोसेस फ्लो भन्यो। अब प्रोसेस फ्लो भन्यो भने तिमीले यही देखाउनु पर्यो फिगर। भन्नाले यस्तो एक्ज्याक्ट बनाइदिनु नि परेन। तिमीले जस्ट यस्तो यस्तो हुन्छ भनेर एउटा स्ट्यान्डर्ड साइन यसरी नै साइन जस्तो एउटा देखाउन सक्यो। ब्लक फ्लो भन्यो भने तिमीले ब्लक ब्लकमा देखाउन सक्यौ तल देखाए जसरी। अथवा तिमीले यसमा के गरेर सोध्न सक्यौ भन्दाखेरि टोटली फ्लो देखाऊ भन्यो भने फिगर यो बनाएर फिगरलाई नि यसरी सुरुमा लाइमस्टोन ल्याइयो, क्रसिङ गरियो, क्लासिफिकेसन होमोजेनेसन गरियो, सिलोमा स्टोरेज गरियो, डस्ट सेपरेसन गरियो, मेन रियाक्सन रोटेटरी क्लेनमा हुने भयो, के रियाक्सन हुने भयो, यी रियाक्सनहरू हुने भए यो लेख्नु पर्यो। अनि अब यो रियाक्सनमा लेखिसकेपछि तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि अब के रियाक्सन हुने भयो, त्यसले के कम्पाउन्डहरू फर्म हुने भयो। यो क्या सुरुमा हाम्रो दुईवटा र मेटेरियल मोस्ट इम्पोर्टेन्ट र मेटेरियल मैले भनेको थिएँ। र मटेरियलमा दुईवटा मैले यो रातो मार्क गरिदिएको र मेटेरियल क्याल्सियम कार्बोनेट र क्ले भयो। क्याल्सियम कार्बोनेट र क्ले यी दुईवटा र मटेरियलमा के हुने भयो भन्दाखेरि क्याल्सियम कार्बोनेट डिकम्पोज हुने भयो क्याल्सियम अक्साइड र CO2मा। अनि जति हाम्रो क्लेमा थियो SiO2 Al2O3 र Fe2O3 यिनीहरूले पनि एउटा सल्ट बनाउने भयो। सल्ट कस्तो, सिलिकेट सल्ट, एल्युमिनेट सल्ट र फेराइट सल्टहरू बनाउने भयो। यी आफ्नो ठाउँमा यिनीहरूको इम्पोर्टेन्स छ। त्यसको धेरै डिटेलमा हेर्नु पनि परेन। अब यसपछि हाम्रो के भयो भन्दाखेरि हिटिङ कुलिङ भयो, जो एउटा हिटिङ जोनमा टेम्परेचर जोन भनौँ यसलाई, हिटिङ जोन होइन, हिटिङ पनि गर्ने भयो, पछि हामीले कुल गर्ने भयो। त्यसपछि हाम्रो के बन्ने भयो भन्छ भन्दाखेरि क्लिङ्कर बन्ने भयो। क्लिङ्कर भनेको सानो सानो दाना। क्लिङ्कर भनेको सानो सानो दाना हुन्छ। तिमीहरूले कतै सिमेन्ट इन्डस्ट्रीतिर गयो भने तिमीले क्लिङ्करको दाना माग्यो भने तिमीलाई दिन्छ हातमा, तिमीले हेर्न पायो कस्तो हुँदो रहेछ क्लिङ्करको दाना। त्यो क्लिङ्करको दानालाई तिमीले ग्राइन्डिङ गर्ने भयो। ग्राइन्ड गरेर त्यसको धुलो पिठो बनाएपछि त्यसमा तिमीले के गर्छौ, जिप्सम राख्छौ। जिप्समले के काम गर्छ भन्दाखेरि सेटिङ टाइम अफ द सिमेन्टलाई बढाउँछ र सिमेन्ट हार्ड पनि हुन्छ। अब कहिलेकाहीँ एक्जाममा सोध्न सक्ने VBI क्वेसन पनि भयो यो। वाइ जिप्सम इज एडेड इन सिमेन्ट इन्डस्ट्री इज एडेड। सर अनि स्ल्यागको कुरा आएन। स्ल्याग भनेको के भयो, स्ल्यागको कुरा आइसकेछ त। कहाँ? स्ल्याग भनेको के हो सुरुमा भन त। स्ल्याग भनेको के छ भन्दाखेरि बाई प्रोडक्ट हो। स्टिल प्रोडक्सनमा हुने बाई प्रोडक्ट हो। त्यसको लागि तिमीले के गर्छौ भन्दाखेरि चाहिँ स्ल्याग भन्ने बित्तिकै तिमीले अब पोर्टल्यान्ड सिमेन्टलाई युज हुने त्यसको रिप्लेसमेन्टको कुरा भयो क्या। त्यसको अब हामीले हेर्नै छ त्यो चाहिँ। स्ल्याग प्रोडक्सन भन्दा पनि तिमीले स्ल्याग सिमेन्टको प्रोडक्सन भन्नु पर्यो है। स्ल्याग एउटा हुन्छ के अरे, तिमीले सिमेन्टको बोरा हेऱ्यो भने OPC भनेर लेखेको हुन्छ, PPC भनेर लेखेको हुन्छ, अर्को हुन्छ PSC भनेर पनि लेखेको हुन्छ कुनै कुनैमा। यो भनेको अर्डिनरी पोर्टल्यान्ड पोर्टल्यान्ड पोजोलाना, र यो भनेको पोर्टल्यान्ड स्ल्याग सिमेन्ट भनिन्छ। स्ल्याग सिमेन्टको प्रोडक्सन हामीले हेर्छौँ अलिकति डिटेलमा अहिले हेर्छौँ ढुक्क पर। सुरुमा हामीले पोर्टल्यान्डको हेर्नु पर्यो है त। स्ल्यागको कुरा आउँछ है, तिमीले स्ल्याग सिमेन्टको कुरा भन्नु खोज्यो होला, स्ल्याग सिमेन्ट आउँछ। त्यसको बारेमा तिमीले चिन्ता लिइरहनु परेन। अब पोर्टल्यान्ड सिमेन्ट हुन्छ र अर्को स्ल्याग सिमेन्ट पनि हुन्छ।
स्ल्याग सिमेन्टको चाहिँ धेरै डिटेलमा कन्सेप्ट त्यति धेरै चाहिँदैन सिलेबस अनुसार, तर त्यही पनि हामी अलिकति हेर्छौँ, अलिकति इम्पोर्टेन्ट कुरा छ। अब हेर, सिमेन्टमा के छ भन्दाखेरि एउटा हाइड्रोलिक सिमेन्ट भयो, अर्को भनेको के भयो नन हाइड्रोलिक सिमेन्ट भयो। हाइड्रोलिक सिमेन्ट भनेको तिम्रो एकदम छिट्टै सेट हुने खाले सिमेन्टलाई हामीले हाइड्रोलिक सिमेन्ट भन्छौँ। भनेको कस्तो भन्दाखेरि तिम्रो मोस्टली हात भाँचिँदाखेरिको प्लास्टर गर्दाखेरिको सिमेन्ट त्यो हाइड्रोलिक सिमेन्टहरू चाहिँ एकदम छिटो सेटल हुन्छ। र कन्स्ट्रक्सनमा हामीले हाइड्रोलिक सिमेन्ट युज गर्दैनौँ, नन हाइड्रोलिक सिमेन्ट युज गर्छौँ। त्यो भनेको कस्तो हुन सक्यो भन्दाखेरि एउटा हाम्रो पोर्टल्यान्ड सिमेन्टको भयो, जुन हामीले अगाडि हेरेका थियौँ लाइम जिप्सम क्लेवाला, त्यो भनेको हाम्रो लागि नन हाइड्रोलिक सिमेन्ट भयो। अब हामीले के हेर्नु पर्यो भन्दाखेरि अर्डिनेरी पोर्टल्यान्ड र पोजोलाना, पोर्टल्यान्ड पोजोलाना सिमेन्ट, ओपिसी र पिपिसी सिमेन्ट जुन हाम्रो मोस्टली कन्स्ट्रक्सनमा युज हुन्छ, त्यसको बारेमा हामीले हेर्नु पर्यो। भनेपछि अब हेर, यसको डिफ्रेन्स बिट्विनको तरिकाले मैले राखेको छु। अब ओपिसीमा के छ यसको डिफिनेसन भन्दाखेरि लाइमस्टोन छ, अरू के छ भन्दाखेरि एर्जिसिलियस भनेको एल्युमिनियम र सिलिकन रिच, क्याल्सिरियस जिप्समहरू युज भएको छ भने अर्डिनेरी पोर्टल्यान्ड सिमेन्ट भयो। यसमा चाहिँ के छ भन्दाखेरि पोजोलेनिक मेटेरियल पनि एड गरिन्छ। अब पोजोलोनिक मेटेरियल भनेको कस्तो खाले भन्दाखेरि इट कुड बी एभन क्ले, क्याल्सिन क्ले हुनसक्यो, भोल्क्यानिक एस हुनसक्यो, फ्लाइ एस हुनसक्यो। फ्लाइ एस भनेको सोलिड वेस्टलाई इन्सिनेटरमा बर्न गरेपछि त्यसबाट बनेको खरानीलाई हामीले के भन्छौँ फ्लाइ एसहरू युज गर्छौँ। त्यसले के हुन्छ भन्दाखेरि चाहिँ त्यो स्ट्रङ हुन्छ फर अ लङ पिरियड अफ टाइम हेर है। अब हेर, छोटो समयको लागि इनिसियल्ली सुरुमै बन्ने बित्तिकै दह्रो हुनको लागि चाहिँ ओपिसी सिमेन्ट राम्रो रहेछ। तर लङ पिरियड अफ टाइममा चाहिँ तिमीले सिमेन्ट प्रडक्सन गर्छौ भने त्यसको लागि तिमीलाई पिपिसी सिमेन्ट, पोर्टल्यान्ड पोजोलाना सिमेन्ट चाहिने रहेछ है त। भनेपछि त्यो कुरा तिमीले बुझ्यौ। अब के भयो भन्दाखेरि यहाँ पनि त्यही कुरा छ। पिपिसी सिमेन्टमा के छ भन्दाखेरि यसले के गर्छ भन्दाखेरि हिट चाहिँ यसले के गर्छ, हिट अफ हाइड्रेसन यसको लागि धेरै हुने भयो। र यसलाई हाइड्रेसन प्रोसेस यसको लागि यसले हिट थोरै मात्रै जेनेरेट गर्ने भयो ओपिसीले, ओपिसी भन्दा पिपिसीले। ड्युरेबिलिटी के छ भन्दाखेरि अब एग्रेसिभ वेदरहरूमा यो अलिक ड्युरेबल भएन। अब यसले चाहिँ के छ, अलिकति बढी धेरै एग्रेसिभ वेदर, हावा पानी आइरहने ठाउँमा पनि यो एकदम पोर्ट पिपिसी चाहिँ इफेक्टिभ भयो। अब के भयो भन्दाखेरि चाहिँ पिपिसी भन्दा यो फेरि महँगो चाहिँ हुने भयो ओपिसी, तर पिपिसी अलिकति सस्तो चाहिँ हुने भयो ओपिसी भन्दा। अब यसले के छ भन्दाखेरि म्यानुफ्याक्चरिङको लागि, म्यानुफ्याक्चरिङ गर्दाखेरि हाम्रो वातावरण पनि हेर्नु पर्यो। यसले CO2 एकदम हाई इमिट गर्ने भयो, यसले लो इमिट गर्ने भयो। इको फ्रेन्डली चाहिँ पिपिसी हुने भयो। अब सेटिङ टाइम चाहिँ के छ भन्दाखेरि इनिसियल सेटिङ टाइम चाहिँ यसको एकदम छिटो हुन्छ, एकदम छिटो सेटिङ हुने भयो होइन। तर फाइनल सेटिङ टाइम चाहिँ यसको अलिकति बढी हुने भयो है त। अब यसको ग्रेडहरू पनि चाहिँ, ग्रेडिङहरू खासै इम्पोर्टेन्ट छैन यो कुरा होइन। यसको नहेरे पनि केही फरक पर्दैन, यसको ग्रेडहरू चाहिँ नहेर्दा पनि भयो। अब रेसिस्टेन्स भनेको अब अल्काली सल्फेटहरूसँग एकदम रेसिस्टेन्स भनेको त्यसले गर्न सक्ने भनेर आफूले रेसिस्ट गर्न सक्ने, आफूले बचाउन सक्ने अलिकति क्षमता कम हुने भयो ओपिसीको। पिपिसीले चाहिँ अलि हाई अल्काली सल्फेटहरूसँग पनि रियाक्सन गर्ने भयो, केमिकल रियाक्सनहरू हत्तपत्त हुन नदिने भयो, वेदरहरूलाई पनि हुने भयो। भनेपछि अब एउटा क्वेसन मैले तिमीलाई सोधेँ होइन, अहिलेको मोडर्न टाइममा जुन टाइममा एसिड रेन भइरहेको छ, जुन टाइममा होइन तिम्रो स्पेसली समुद्रको छेउमा घर बनाउनु पर्ने अवस्था भयो होइन, वातावरण पोल्युसनहरू एकदम हाई छ, हावामा एसिडको मात्रा होइन भेपरहरू भइरहेछ, हावा नै एकदम प्रदूषित छ, यस्तो अवस्थामा कुन सिमेन्टले बनाएको घर चाहिँ धेरै समय टिक्ला भन त? पिपिसीले। पिपिसी। भनेपछि हामीले घर बनाउँदा मोस्टली पिपिसी गर्छौँ। तर एउटा कुरा, अर्को कुरा, जस्तै तिमीलाई के भयो भन्दाखेरि सपोज तिमीले एकदम छिटोभन्दा छिटो मान्छे शीतलहरले मर्न लागिसकेको छ, अब उसँग घरै छैन, उसलाई छिटोभन्दा छिटो घर बनाइदिनु पर्यो भने फेरि त्यस्तो अवस्थामा ओपिसीको युज गर्ने भइयो, किन भन्दाखेरि छिटो कन्स्ट्रक्सन गर्न सकियो। तर हामीले पछिसम्मको लागि ड्युरेबिलिटी खोज्छौँ भने हामीले पिपिसीको युज गर्दा राम्रो भयो। त्यो पनि तिमीहरूले बुझ्यौ। अब अलिकति मैले हेरिरहेको छु यहाँनिर, म अलिकति स्ल्यागको पनि कुरा भनिदिन्छु। एउटा माल भन्ने छ। माल भन्ने बित्तिकै तिमीले के भन्यो भन्दाखेरि सिलिका, क्ले, आइरन अक्साइडहरूको यिनीहरूको के भयो मिक्सचरलाई हामीले यो भन्छौँ सिमेन्टको लामा प्रोडक्सनमा। यी डिफिनेसनहरू हामीलाई चाहिन्छ। अब को कोरेक्टिभ इन्ग्रिडियन्ट्स भनेपछि के भयो भन्दाखेरि चाहिँ जुन चाहिँ हामीले र मेटेरियलमा एड गर्ने केमिकल कम्पाउन्डहरूलाई भन्यौँ। क्लिङ्कर भनेको एउटा सानो सानो बल जस्तो हुन्छ, हार्ड एन्ड स्मल स्टोन जस्तो भयो होइन। त्यसलाई चाहिँ हामीले के गर्यौँ, आफ्टर हिटिङ एन्ड कुलिङ अघि हामीले हेरिसक्यौँ, डिकम्पोजिसन भएपछि त्यसबाट बनेको हुन्छ। र स्लरी भनेको चाहिँ र मटेरियल र वाटर भनेको सुरुमा जुन हाम्रो लाइमस्टोन क्लेहरू थियो तिनीहरूको
र वाटरको हुन्छ त्यसमा 35 to 40% जति वाटर हुने भयो, 35 to 40% वाटर हुने भयो। अब स्ल्याग सिमेन्टको अलिकति धेरै इम्पोर्टेन्ट सिलेबसमा छैन, त्यही पनि अलिकति हेर्नु चाहिँ पर्ने हुन्छ। म त्यसको बारेमा अलिकति म भनिदिन्छु है त। सिलेबसमा चाहिँ हामीले स्ल्याग सिमेन्ट छैन। अब स्ल्याग सिमेन्ट भनेपछि अब हामीले यसमा के हेर्नु पर्यो भन्दाखेरि यसको सुरुमा त अरू प्रोसेसहरू त उस्तै उस्तै नै छ। अब सुरुमा यसको के हुने भयो भन्दाखेरि फर्स्ट स्टेपमा र मटेरियल चाहियो। र मटेरियलहरूलाई हामीले लिन्छौँ, र मटेरियल आरसिएम है त। अब त्यसपछि हाम्रो के छ भन्दाखेरि र मिलमै के हुन्छ भन्दाखेरि मैले यस्तै अलिकति मैले नोटको टर्ममा लेखिदिन्छु। अब हेर यहाँनिर स्ल्याग सिमेन्टको बारेमा पनि अलिकति हेरिहाल। त्यति इम्पोर्टेन्ट त छैन एनबीको सिलेबस अनुसार है त। सुरुमा हाम्रो के भयो भन्दाखेरि र मटेरियल भयो। र मटेरियल त सबैले बुझिसक्यो। अब त्यसलाई सुरुमा हामीले के गर्छौँ भन्दाखेरि ग्राउन्ड गर्ने भयौँ भनेको त्यसलाई ग्राइन्डिङ गर्ने भयौँ। स्ल्याग सिमेन्टको लागि सिमिलर तरिकाले हुने भयो। अब त्यसपछि हामीले अर्को त्यही सिमिलर तरिकाले हो क्लिङ्कर प्रोडक्सन हुने भयो। अब त्यसमा के हुने भयो भन्दाखेरि सुरुमा अब धेरै डिटेलमा तिमीले एनबी लेभलमा हेरिरहनु पर्दैन। इफ इट वाज फर केमिकल इन्जिनियरिङ अलिकति डिटेलमै मैले देखाउनु पर्ने हुन्छ। अब तिमीलाई साइक्लोन सेपरेटरहरूको युज हुन्छ यसमा होइन। यसमा तिमीले यति चाहिँ बुझ्नु पर्यो कि मटेरियल जुन हाम्रो र मटेरियल हुन्छ, जुन हाम्रो ग्राइन्डिङबाट आएको र मटेरियल हुन्छ, त्यो मटेरियललाई चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ इज हिटेड बाई राइजिङ हट एयर। यो सिमिलर टाइपको फ्लुइडाइजेसन भन्ने एउटा प्रोसेस हुन्छ, तिमीले अहिले पढ्नु पर्दैन यो प्रोसेस भनेको। सोलिडलाई एज अ फ्लुइड जस्तो बिहेभियर गराउन तलबाट फ्लुइड दिन्छ। एयर पनि एउटा फ्लुइड नै हो। त्यसरी तलबाट चाहिँ माथि एयर तातो हावा फ्यालिन्छ। त्यसले गर्दा के हुन्छ भन्दाखेरि क्लिङ्करको फर्मेसन हुन्छ। क्लिङ्कर फर्मेसन हुन्छ एट एबाउट कति 1450 1460 डिग्री यस्तै टेम्परेचरमा। एक्ज्याक्ट चाहिँ म छुइनँ, यति डिग्रीमा 1450 जतिमा हुन्छ क्लिङ्करको फर्मेसन। अब क्लिङ्करले के गर्छ भन्दाखेरि त्यसलाई हामीले सिलोमा राखिन्छ। क्लिङ्कर सिलो, सिलो भनेको स्टोरेज गर्ने ठाउँलाई सिलो भन्छौँ है त। अब त्यसलाई क्लिङ्करलाई स्टोरेज गरियो सुरुमा स्ल्याग सिमेन्टको। अब के गर्छौँ भन्दाखेरि अहिलेसम्म हाम्रो सिमिलरै प्रोसेस भइरहेछ। अब हामीले क्लिङ्करलाई त्यही गर्ने हो, ग्राइन्डिङ गर्छौँ। अब यसलाई हामीले ग्राइन्डिङ गर्छौँ। ग्राइन्डिङ गर्नुभन्दा अगाडि हामीले यसमा के गर्छौँ जिप्समको मिक्सिङ गर्छौँ। अनि हामीले यसलाई ग्राइन्डिङ गर्छौँ। यहाँसम्म हाम्रो ठिक छ। अब यसपछि हामीले के गर्ने भयो भन्दाखेरि चाहिँ अब सिमिलर तरिकाले नै गर्छौँ, तर यसलाई स्ल्याग भन्नेपछि अब सिमिलर तरिकाले प्राय प्याकेजिङ गर्ने भयौँ भनेको। स्ल्याग सिमेन्टको पनि प्रोसेस त एउटै रहेछ। तर वाट मेक स्ल्याग सिमेन्ट डिफ्रेन्ट देन अदर सिमेन्ट ओपिसी के अरे हाम्रो पोर्टल्यान्ड सिमेन्ट भन्दा चाहिँ स्ल्याग सिमेन्ट किन डिफ्रेन्ट हुने भयो भन्दाखेरि के फरक के कारण होला थाहा छ कसैलाई? कहिलेकाहीँ सोध्न सक्ने कुरा हो यो एनइबीमा। पोर्टल्यान्ड र स्ल्याग सिमेन्टमा के चाहिँ डिफरेन्स होला भन्दाखेरि चाहिँ यसको कम्पोजिसनमा हुने भयो। यसमा अब यसको र मटेरियलहरू त त्यही थियो। स्ल्याग सिमेन्टमा हामीले के गर्ने राख्यौँ भन्दाखेरि चाहिँ ब्लास्ट फर्नेस भनेर थाहा छ कसैले? मेटलको प्रोडक्सनमा तिमीहरूले थाहा छ होला। ब्लास्ट फर्नेसबाट हामीले के गर्छौँ भन्दाखेरि ग्रानुअल फर्ममा बनाउँछौँ। त्यसलाई हामीले ग्रानुलेटेड ब्लास्ट फर्नेस स्ल्याग भन्छौँ। यसलाई हामीले के सर्टकटमा हामीले जिबिएफएस भन्छौँ। यो त धेरै इम्पोर्टेन्ट छैन, यसको अलिकति मैले देखाइदिइहालेँ। भनेपछि स्टिल म्यानुफ्याक्चरिङमा के हुन्छ भन्दाखेरि त्यो बाई प्रोडक्टको रूपमा जिबिएफएसको फर्मेसन हुन्छ, त्यसको पनि हामीले युज गर्ने भयौँ। र यसको के छ भन्दाखेरि त्यसलाई यो चाहिँ हाम्रो लागि र मटेरियल हुने भयो मेन कुरा। एज अ र मटेरियल फर स्ल्याग सिमेन्ट, स्ल्यागको लागि हुने भयो। अनि यसको स्ल्याग सिमेन्टको चाहिँ स्ट्रेन्थ पनि सिमिलरली नै छ। बट यसको चाहिँ सुरुमा चाहिँ पोर्टल्यान्डभन्दा धेरै ढिलो हुन्छ यसको स्ट्रेन्थ गेनहरू होइन। ड्युरेबिलिटी पनि यसको राम्रो हुन्छ। हिट अफ हाइड्रेसन पनि यसको एकदम कम हुन्छ। यसलाई चाहिँ ठुल्ठुलो एप्लिकेसनहरूमा ठुल्ठुलो बिल्डिङहरूमा स्ल्याग सिमेन्टको युज गरिन्छ है। स्पेसल्ली तिमीलाई मरिन टाइपमा जस्तै मरिन स्ट्रक्चरहरूमा स्ल्याग सिमेन्ट चाहिँ तिम्रो मरिनहरूमा भनेको समुद्रमा चाहिँ तिम्रो समुद्रमा ड्यामहरू बनाइन्छ नि त्यसको लागि चाहिँ युज गरिन्छ।
किन भन्दाखेरि यसो चाहिँ एकदमै त्यो हाई, यसले रेसिस्टेन्स देखाउँछ, यसले ड्युरेबिलिटी देखाउँछ त्यो जस्तो अवस्थामा पनि। यति नै छ, धेरै कुरा हामीले स्ल्याग सिमेन्टको बारेमा हेरिरहनु पर्दैन, सिलेबसमा खासै छैन। हामीले मोस्टली पोर्टल्यान्ड सिमेन्टको बारेमा पढ्नुपर्ने छ है त। अब योसम्म तिमीहरूले बुझिसक्यौ। अब फ्लोसिट डायग्राम पनि त्यही कुरा थियो। सुरुमा हामीले के गर्यौँ भन्दाखेरि क्वारिङ भनेको हामीले क्वारीहरूबाट र मटेरियल निकाल्यौँ, त्यसलाई र मटेरियल इन्स्टक निकाल्ने कामलाई हामीले क्वारिङ भन्यौँ। त्यसपछि हामीले क्रसिङ गऱ्यौँ, ग्राइन्डिङ ब्लेन्डिङ होमोजेनाइजेसन गऱ्यौँ। पाइरो प्रोसेसिङ भनेको अब हाई टेम्परेचरमा हामीले गऱ्यौँ। त्यसबाट हामीले के गर्छौँ भन्दाखेरि क्लिङ्कर निकाल्यौँ। क्लिङ्करलाई हामीले के गर्यौँ भन्दाखेरि स्टोर गऱ्यौँ, अनि त्यसपछि हामीले क्लिङ्करलाई ग्राइन्ड गर्न थाल्यौँ, त्यसलाई धुलो पाऱ्यौँ। त्यसमा अब जिप्समहरू मिसाइमा हार्डनिङ टाइम बढाउनको लागि अघि पढेकै प्रोसेसहरू छ। यो स्ल्याग सिमेन्टको प्रोसेस पनि सिमिलर छ, तर यसमा चाहिँ जिबिएफएसको युज हुने रहेछ, अरू केही डिफ्रेन्स छैन। अब यसको चाहिँ अब माथिको जुन फिगरवाला फ्लोचार्ट छ त्यो फ्लोचार्ट बनाउन सक्यो भने द्याट विल बी बेटर। त्यो नसके दिस फिगर इज विल अल्सो हेल्प इन यो एक्जाममा यो पनि बनाउन सकियो है त, सजिलो छ यो त। यो चाहिँ एकदम सजिलो तरिकाले गरेछ। अब यसको त हिस्टोरिकल कुरा छ। अब जस्तै अब सिमेन्ट प्रोडक्सन कहिले भयो भन्दाखेरि 1950तिर, 1950-80तिर सुरु भयो। हिमाल सिमेन्ट कम्पनीले गर्यो। यो सिमेन्टले बनाउन त बनाउँथ्यो, तर यो सिमेन्टको एउटा एकदम ठुलो इन्भाइरोमेन्टली इम्प्याक्ट के थियो भन्दाखेरि यसको यो सिमेन्ट इन्डस्ट्रीको वरिपरि भएका घरहरूमा जहिले धुलो हुन्थ्यो, त्यो अलिकति प्रोपरली एउटा इन्भाइरोमेन्टल फ्याक्टर कन्सिडर नगरिकन गरिएको हुन्थ्यो होइन। अब जस्तै अब सर्वोत्तम सिमेन्टको इन्डस्ट्री हेऱ्यो भने यो हाम्रो सुनवलतिर छ, यता हाम्रो के अरे नवलपरासी रूपन्देहीतिर छ। त्यहाँतिर तिमीले के देख्छौ भन्दाखेरि बाटोबाट 1-2 किलोमिटर भित्र जङ्गलको बिचमा चाहिँ बनाइएको छ, सो द्याट त्यहाँ भएको छेउको घरहरू नेबरहुडहरूलाई इफेक्ट नगरोस् भनेर होइन, इन्भाइरोमेन्ट इफेक्ट नहोस्। पछि हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट इन्डस्ट्री, यो चाहिँ म पनि अस्ति अगाडि पनि गएको थिएँ सिमेन्ट इन्डस्ट्री हो। यहाँ चाहिँ के छ भन्दाखेरि मैले भने तिमीलाई एउटा काइन्ड अफ रोपवे जसरी ल्याइन्छ सिमेन्टको लागि र मटेरियलहरू, एउटा अलिकति गैँडा सिमेन्ट भन्ने चाहिँ उदयपुर सिमेन्ट इन्डस्ट्रीले गैँडा सिमेन्ट प्रोडक्सन गर्छ, त्यस्तोहरू बन्यो। पछि अब ठुल्ठुलो सिमेन्टहरू आउन थाल्यो, ओपिसी र पेपिसी जस्तै हङ्सी सिमेन्ट भयो, नेपाल र चाइनाको जोइन्ट भेन्चर भयो होइन। यिनीहरूले नेपालको अहिले एकदम ठुलो सिमेन्ट फ्याक्ट्री भइरहेछ। दिनको 6000 टन भनेको 6000 इन्टु 10⁻³ सिमेन्ट यसले के अरे डेली प्रोडक्सन गरिरहेछ। नेपालमा एकदम सिमेन्टको जरुरी छ, त्यसैले यी सिमेन्ट इन्डस्ट्रीहरूको पनि जरुरी भयो। अब अरू अरू सिमेन्टहरूको इन्डस्ट्रीहरूको नाम चाहिँ हिमाल, हिटौडा, उदयपुर होइन। प्राइभेट सेक्टर भयो जगदम्बा, बुटवल, शिवम, अग्नि सिमेन्ट, यो त सबैले बुझिहाल्यो। यो भनेको पब्लिक सेक्टर भयो, सरकारी काइन्ड अफ अर्ध सरकारी गैर सरकारी भयो होइन। अब यो चाहिँ हाम्रो प्राइभेटली इन्डस्ट्री चलिरहेछ, जगदम्बा, बुटवल सिमेन्ट, शिवम सिमेन्ट, अग्नि सिमेन्ट, सर्गखाँची सिमेन्टहरू भयो। अब तिमीहरूको क्लिङ्कर बेस्ड सिमेन्ट इन्डस्ट्री भनेको चाहिँ अलिकति तिमीहरूले बुझ्नुपर्ने कुरा हुन्छ। क्लिङ्कर बेस्ड सिमेन्ट इन्डस्ट्री भनेको चाहिँ क्लिङ्कर उसले किनेर गर्छ भनेको, डाइरेक्ट क्लिङ्कर बनाउँदैन भन्नाले। अगाडि हामीले जुन सिमेन्टमा अगाडि 1 2 3 नम्बर प्रोसेस हेरेका थियौँ त्यो चाहिँ भएन, बुझ्यो नि। डाइरेक्ट क्लिङ्कर उसले युज गर्छ, क्लिङ्करलाई ग्राइन्डिङ गर्छ, जिप्सम मिसाउँछ, सिमेन्ट बनाएर निकाल्छ भनेको। डाइरेक्ट यसको लागि र मटेरियल के भयो भन्दाखेरि डाइरेक्ट क्लिङ्करको युज गर्ने भयो। यिनीहरू चाहिँ हाम्रो क्लिङ्कर बेस्ड सिमेन्ट इन्डस्ट्रीहरू भए है त। यो च्याप्टर सबैले बुझ्यो है? यसलाई केही छ डाउट छ भने क्वेसन सोध। अब टाइम पनि सकिएछ, मैले क्लास नै एन्ड गरिदिएँ है त। केही डाउट छ? रेस्पोन्ड गर, केही छ भने सोध, मैले एन्ड गरिदिएँ है त क्लास। होइन सर। ओके, देन आई विल एन्ड द क्लास। अलिकति स्ल्यागको चाहिँ तिमीहरूले एक्जाममा हेरिरहनु पर्दैन त्यति धेरै, किन भन्दाखेरि यो एनइबीको सिलेबस अनुसार इम्पोर्टेन्ट छैन। तिमीहरूले हेर्नुपर्ने चाहिँ सिमेन्ट इन्डस्ट्रीको चाहिँ मेन पोर्टल्यान्ड सिमेन्टको चाहिँ तिमीहरूले प्रोडक्सनहरू हेर्नुपर्ने हुन्छ है त। अब अलिकति तिमीहरूलाई मैले हेल्थ हाजार्डहरू भनिदिन्छु। सिमेन्टमा के छ भन्दाखेरि सिमेन्ट प्रोडक्सनमा एनओएक्स भनेको नाइट्रोजन अक्साइड्सहरू भयो, सल्फरको अक्साइड्सहरू भयो, यिनीहरूले चाहिँ हेल्थलाई अलिकति गर्छ। प्लस तिमीहरूको हातहरूमा स्किन हेल्थदेखि लिएर हेल्थ हाजार्डहरू सिमेन्टको अलिअलि छ। पोर्टल्यान्ड सिमेन्टहरूले चाहिँ तिमीहरूलाई छालामा एलर्जीहरू पनि दिन सक्यो होइन। यसको लागि चाहिँ अलिकति सेफ्टी प्र्याक्टिसहरू गर्नु पर्यो, ग्लोभ्सहरूको युज गर्नु पर्यो। सिमेन्ट स्पेसली तिम्रो जो चाहिँ घर कन्स्ट्रक्सनतिर यो काम गर्ने मेसन लेबरर्सहरूले पनि युज गर्नु पर्यो। त्यो चाहिँ तिमीहरूले आफैले पनि लेख्न सक्यो होइन। अब सिमेन्टहरू आँखामा पुग्यो भने आँखामा इरिटेसन हुने भयो, अलिकति सास फेर्दाखेरि भयो भने त पाउडर लङ्समा गएर लङ्सलाई पनि इफेक्ट गर्ने भयो। यी हेल्थ हाजार्डहरू तिमीले गर्न पायो है त। अनि यहाँ नोट पठाएको रहेछौ, यु क्यान सेन्डर है। अब मैले चाहिँ क्लासलाई एन्ड गरिदिएँ है त। ओके।
अनि तिमी नोटहरू चाहिँ अब आफूसँग भएको नोटहरू पनि सेयर गर्न सक्यो, क्वेसन एन्सर डिस्कसन गर्न सक्यो है त डिस्कर्ड ग्रुपमा। ओके, आई विल एन्ड द क्लास।